आजको पहिलो न्यूजतर्फ लागौं। डीआरएस गेमिङको कन्टेन्ट क्रिएटर डीआरएस नरसिम्हाको च्याटमा भने केही अडियन्सले लिडोमाको टुर्नामेन्टमा पावर लगाउनु पर्यो भनेर नराम्रो वेमा एडभाइस दिनुभएको थियो। यस्तो एडभाइस दिने अडियन्सलाई डीआरएस नरसिम्हाले के रिप्लाई दिनुभयो त्यो भने तपाईले अगाडि हेर्न सक्नुहुनेछ। कुरा हुँदैन, लिडोमाको हरेक इभेन्ट गर्ने यही दावा भाइले हो हेर केटा हो। तर त्यस्तो त पावर लाउने, सावर लाउने, फोर्स लाउने, सोर्स लाउने त्यो अक्कड बक्कड बम्बे भयो, बुझ्यौ नि। नरसिम्हा डिआरएसमा भइन्जेलसम्म त्यस्तो दायाँ बायाँ भन्ने काम हुँदैन, बुझ्यौ। के सोच्यौ तिमीहरूले? नेपोटिजम हो जता पनि, फेभरिजम। भर्खर अस्ति जेनजीको त्यत्रो आन्दोलन भयो के को लागि? जेमा पनि। अबको न्यूजतर्फ लागौं। मिस्टर हेजीले होरो स्पोर्ट्सको कन्टेन्ट क्रिएटरबाट लिभ गरेको कुरा आफ्नो लाइभ स्ट्रिम मार्फत एनाउन्समेन्ट जारी गर्नुभएको छ। फ्यान्सहरूमा यो कुरा धेरै चलिरहेको बेला के कारणले लिभ गरे त्यो भने आधिकारिक रूपमा एनाउन्समेन्टमा मात्र थाहा पाउनुहुनेछ। तपाईहरूले यो अपडेट चाहनुहुन्छ भने यो क्लिपलाई अन्तिमसम्म हेर्नुहोला। So yeah, I have left Horo Sports as a content creator. म थिएँ त्यहाँ चाहिँ I think well over a year I guess. यस्तै थिएँ म I guess कति year भयो र? I don't know. year पनि भयो जस्तो लाग्छ। Yeah. So बालै भएन होइन, म साँच्चै निस्केको, अनेस्टली निस्केको हो। एन्ड आई एम डुइङ समथिङ एल्स जसको बारेमा अनाउन्समेन्ट आउनेवाला छ होइन। आई थिङ्क आई एम रेडी टु डु समथिङ एल्स एन्ड आई वाज थिङ्किङ यो कुरा चाहिँ धेरै अगाडिदेखि मैले सोचिरहेको थिएँ म कुरा गर्छु भनेर। एन्ड फाइनली म गर्दैछु पनि होइन। अब के कुरा भन्दाखेरि अफकोर्स तपाईँहरूलाई फेरि पनि अब अनाउन्समेन्ट आउँछ त्यसको बारेमा चाहिँ। सो थ्याङ्क यू सो मच होरो स्पोर्ट्सको फ्यान्सहरू, थ्याङ्क यू सो मच को हुनुहुन्छ होइन। थ्याङ्क यू, लभ यू गाइस। Nasty super chatted. अबको न्यूजतर्फ लागौं। FUAIRJ र रोयल ड्रागन बीचको कोल्याब अफिसियली इन भएको छ। कोल्याब सकिएपछि FUAIRJ ले आफ्नो यनको जुड्स नाममा चेन्ज गरेको पनि देखिएको छ। फ्यान्सले यो मुभलाई निकै अनएक्सपेक्टेड मानेका छन्, तर अहिलेका लागि अफिसियली यसैलाई नै न्यू आइडेन्टिटीको रूपमा मानिएको छ। थप जानकारी आउँदासम्म हामी तपाईहरुलाई यसरी नै अपडेट दिइराख्ने छौं। अबको न्यूजतर्फ लागौं। फ्र्यागले डीआरएस गेमिङलाई सेभ गरेपछि पबजी मोबाइल स्टालियनको च्याम्पियन को भए भन्ने कुरा यस भिडियो मार्फत तपाईले थाहा पाउन सक्नुहुनेछ भने फ्र्यागको स्ट्र्याटेजी र परफर्मेन्सले यस टिमलाई कसरी बचायो र फाइनल आउटकम कस्तो भयो भन्ने कुरा यो क्लिप मार्फत तपाईले थाहा पाउन सक्नुहुनेछ। सर्भाइभ गर्दैछन्। हुन त जोन भित्र फुल अन एक्सेस लिएर बसेको छ डीआरएस को टिमले, बट उता लिथलका प्लेयरहरू पनि एक एक गर्दै चाहिँ नक हुँदै गरेको देख्न पाइएको थियो। अब त अन्तिम प्लेयरमा कन्भर्टेड रहेको छ जस्तो लाग्छ मलाई लिथलको टिम। यस लेडिज एन्ड जेन्टलमेन, बट यतापट्टि हेर्ने हो भने ब्रदरहुडको टिम उनीहरू पनि चाहिँ फाइट लिँदैछन् है। डीआरएस को फेरि पनि एउटा प्लेयरलाई यहाँ नक निकालियो, रेजलाई फिनिश गरिदिन्छन् पनि चाहिँ। रेज गोज डाउन, सन्देश नक रहेको छन्। साइक्लोनले रिभाइभल पाए, साइक्लोन र फ्र्याग अब यी दुईटा प्लेयरलाई खेल्दै गरेको देख्न पाइन्छ। रिजलरलाई यहाँ नक निकालिदिन्छन् लिथलको टिमबाट। अरालाई देखिराख्नु भएको छ तपाईहरूले, अराको साइड तर्फबाट आउने छ नेड, त्यो नेड आए तापनि एलिमिनेसन पनि यहाँ डीआरएसले सेक्योर गरेको छ। 21 एलिमिनेसन पोइन्ट टिमले अलरेडी ग्यादर गरिसकेको छ है साथीहरू। रन्डो म्यापमा सन्देश नक रहेका छन्, साइक्लोन पनि नक थिए, फ्र्याग रिभाइभल दिँदै गरेको देख्न पाइन्छ। नेडको प्रोजेक्टाइलहरू जुन तरिकाले नेड फालिरहेको छन् ब्रदरहुडको टिमले, मोलोटपहरू पनि रहेको थियो निन्जासँग, तर आई डोन्ट नो उनी कति बेला युटिलाइज गर्छन् त्यो मोलोटप। बट उनका टिममेट हर्क्युलसलाई हेर्ने हो भने ब्याक टु ब्याक ग्रेनेडहरू स्प्याम गर्दै गरेको देख्न पाइन्छ। निन्जा उनी गनकै वलमा चाहिँ खेलिरहेका थिए, नक निकालिदिन्छन्। फ्र्याग गोज डाउन, साइक्लोन द लास्ट रिमेनिङ प्लेयर, ओरा गोज डाउन। ओरालाई पनि यहाँबाट बाहिर निकालिदिए लगत्तै टप 2 मा टिम आइसकेको छ। अब त 1-on-1 को फाइट थियो, तर कभर लिएर बसेका साइक्लोन के गरिदिन्छन् उनी। फेरि पनि त्यही रेकर्ड भयो या त्यो रेकर्ड ब्रेक भयो त। लेडिज कम्युनिटी स्टारको फर्स्ट एडिसन सुरु हुँदैछ, बट बेला भइसक्यो साथीहरू। द च्याम्पियन्स घोषणा गर्ने, द च्याम्पियन्स अफ PUBG Mobile Stallion Series Nepal qualifiers को finals are none other than Team DRS Gaming began. Yes, the DRS Gaming सायद धेरैलाई थाहा पनि थियो यही नै टिम च्याम्पियन बन्छ भन्ने कुरा। अन्तिमसम्म पनि उनीहरूले ओके अन्तिम म्याचमा 0 पोइन्टरको साथमा गए तापनि दे आर द च्याम्पियन्स एन्ड एमभीपी को र्याङ्किङमा पनि यो टिम बाहेक अरू टिम आएको छ जस्तो मलाई अलिकति लाग्दैन। बट अन्तिम क्षणमा जुन वाइजे श्रीपेजको पर्फर्मेन्स थियो त्यसले गर्दाखेरि हिजोको म्याचले गर्दाखेरि पनि फर्केर आएको होला। एन्ड द ओभरअल एमभीपी इट्स नन अदर देन द DRS Gaming but a DRS X Frag. New addition to the team,
न्यू ब्लड लाइन इन द टिम एन्ड द न्यू डोमिनेसन इन द टिम हामीले यहाँ देख्न पायौँ PUBG मोबाइल स्टेलियन सिरिज 2025 मा। ओके, ओभरअल ऱ्याङ्किङमा फाइनली यता they have entered the main event of the PUBG Mobile Stallion Series 2025. The last comeback, the last chicken dinner. What a place Sripeji Sports. The TGB को लागि ओके स्याड मोमेन्ट भनेर बनिरहेको छ। TGB को लागि भने चाहिँ चान्सेस एकदमै हाई त थियो, अन्तिमसम्म उनीहरूले ब्याटल पनि गरेको थियो, बट स्याड न्युज फर देम विथ दट 3 पोइन्ट्स को साथमा। अबको न्युजतर्फ लागौँ। हत्यारा स्पोर्ट्सले आफ्नो PUBG मोबाइल गर्ल्स लाइनअपको अफिसियली रिभिल गरेको छ। यो लाइनअपमा केही अनुभव भएका प्लेयर्सहरू पनि देखिएका छन्, जसले गर्दा गर्ल्स टुर्नामेन्टमा कडा कम्पिटिसन दिन सक्ने अनुमान पनि गर्न सकिन्छ। हजुरहरूलाई फुल रोस्टर र उनीहरूको भूमिका थाहा चाहिएको छ भने हत्यारा स्पोर्ट्सको अफिसियल एनाउन्समेन्ट हेरिराख्नुहोला। अबको न्युजतर्फ लागौँ। DRS किलर वाइटीको ड्याडले किलर वाइटीलाई बर्थडेमा बाइक उपहार दिनुभएको छ। बर्थडेको रमाइला झलकहरू पनि तपाईहरुले यस भिडियो मार्फत देख्न सक्नुहुनेछ भने त्यो बाइक र बर्थडे मोमेन्टको एक्साइटमेन्ट आफै एक्सपिरियन्स गर्न अन्तिमसम्म यो क्लिपलाई हेर्नु होला। Happy birthday to you. Happy birthday to you, Sasa. Happy birthday to you. Tari. Lucky cutting. Oh. अबको कुरा गरौँ। अनस्वाइटीले होरो स्पोर्ट छोड्ने कुराबारे केही कुराहरू चाहिँ आफूले सेयर गर्नुभएको छ। उनले बताए अनुसार केही पर्सनल कारण र टिमको फ्युचर प्लानसँग सम्बन्धित कुरा रहेछ। फ्यान्सहरूले यसको बारेमा मिक्स रियाक्सन देखाउनु भएको छ। अबको कुरातर्फ लागौँ। द गेमिङ ब्रोस किसले पनि आफ्नो गर्ल्स PUBG लाइनअपको रिभिल गरेको छ, जुन कुरा चाहिँ तपाईहरुले अगाडि स्क्रिनमा देखिराख्नु भएको छ। आरएस नेपालीलाई सब्स्क्राइब गर गाइजहरु। आरएस नेपालीलाई सब्स्क्राइब गरिदिनुस् है त। जना आरएस नेपाली ब्रोलाई सब्स्क्राइब गरिदिनु है। Open eye, feel the waves cut through me, hypnotized by the sounds I'm breathing in.